नमस्कार साथीहरू। आज म तपाईँहरूमा एउटा कविता लिएर आएको छु। जुन कविता हाम्रो चितवनका मनोज चौधरीले लेख्नुभएको छ। उहाँ पेसाले शिक्षक हुनुहुन्छ र किताबहरू पनि लेख्ने गर्नुहुन्छ। उहाँले एउटा बडो गजबको कविता लेख्नुभएको छ, एकदमै राम्रो छ, सुन्नु होला है त। कविता यस प्रकार छ। उसले मलाई उहिल्यै मुख मिच्याउँदै गिच्याउँदै घुँगी खानेहरू भन्थे। उसले मलाई उहिल्यै मुख मिच्याउँदै गिच्याउँदै घुँगी खानेहरू भन्थे। जब घुँगीको पहिचान र त्यसको महत्त्वको बारेमा थाहा पाए, उसले मलाई अहिले जब घुँगीको महत्त्व र पहिचानको बारेमा थाहा पाए, उसले मलाई अहिले घुँगी खुवाउनेहरू भन्छे। छैन त गजबको? एकदमै राम्रो छ नि। कवितामा भनिएका कुराहरू चाहिँ हामीले भोगेका पनि छौँ। सुरुमा पहिला हामी सानो छँदा चाहिँ एकदमै गिज्याउँथे, तर जब अहिले मानिसहरू घुँगीको महत्त्वको बारेमा थाहा पाएन, यो घुँगी चाहिँ थारूले भन्दा पनि अन्य जातिले बढी खान थालेका छन्। कस्तो लाग्यो त साथीहरू मनोज चौधरीको कविता? कृपया आफ्नो विचार राख्नुहोला। धन्यवाद।